जिंदगी हम सफर एक ही सुहाना है कल क्या होगा किसी ने जाना कल क्या होगा यहाँ आज से तो ऐसे हो गया गोबर लाग के तोरी सुकाउँदैछ है हाम्रो बुढियाले रायोको रायो होइन तेल खाने सर्सुको गुटी हाम्रो चाहिँ के भने नि त गाइस एकजना बुढा मान्छे छ त के खान्छ थाहा छ यहाँ हेर नै खानु नपाएको मान्छेहरू यस्तै हुन्छ तिमीहरू सादा त खान्छ होला तिमीहरू सादा त खान्छ होला तर सादाको त्यो पत्ता पो खान्छ त त्यो डाख्ला चाहिँ किन खानु परेको होला छक्कै पर्नु भिडियोमा लगाइदिएको छ हेर्नु यसको चाहिँ अब किन सुकाएको भने यसलाई सुकाएर मेसिनमा लगेर पेलेर अनि यसको तेल निक्लिन्छ इ तेल निकालेर अनि अब तिहार आउँदैछ अनि माला रोटी यस्तो गरेर सुई पोल्नुलाई यसको तेल त्यस्तो हो के यो बाख्राहरूको चाहिँ किनकि हालात छैन हो दाना खाएको अरे यिनीहरूले पानी खलेर ढुट्टो त्यस्तिकै भरेर गइरहेछ त्यता त मुन्टिँदो रहेछ किन हुँदैन हुन्छ रिफाइन अलिअलि लगाउनु पर्छ नि कसले 2 लिटरले रिफाइन ल्याउनु भइगयो नि त मार्देऊ न ड्याम्की ड्याम्देर ऊ एकजना चाहिँ बिहान उठ्नु पाएको छैन बाँदर जस्तो कोल खान थाल्यो कपलक 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 गर्दै ऊ एउटा नातिनी पनि त्यही खालको छ ऊ बाँदर नि त कोल त पाकेको देख्नु हुँदैन